धनकुटाको कुसेटारमा बेठी लगाएर धान रोपाई, लोप हुँदै गएको बेठी परम्परालाई संरक्षण गर्ने प्रयास। आधुनिकताको बढ्दो प्रभावसँगै धान रोपाईका परम्परागत चलनहरू बिस्तारै लोप हुँदै गइरहेका छन्। विशेष गरी पञ्चे बाजाको तालमा असारे भाका गाउँदै सामूहिक रूपमा गरिने बेठी अहिले बिरलै देख्न पाइन्छ। हराउँदै गएको पुरानो संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले धनकुटाको साँगुरीगढी गाउँपालिका स्थित कुसेटारमा बेठी लगाएर रोपाई गरिएको छ। नौमती बाजा बजाएर असारे भाकामा दोहोरी सहित बेठी लगाउँदै धान रोपाई गरिने दृश्य देख्न अहिले मुस्किल पर्न थालेको छ। पुर्खादेखि चल्दै आएको बेठी परम्परालाई संरक्षण गर्ने प्रयास स्वरूप साँगुरीगढी गाउँपालिका वडा नम्बर 3 कुसेटारमा बेठी लगाइएको हो। लोप भइसकेको बेठी परम्पराको जगेर्ना गर्दै किसानलाई सम्मान गर्ने उद्देश्यले गाउँपालिकाको कृषि शाखाको आयोजनामा बेठी लगाएर रोपाई गरिएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो। पञ्चे बाजा सहित यसलाई चाहिँ एउटा ठुलो पर्वको रूपमा बनाउन गइरहेका छौँ। यो यहाँका कृषक दाजुभाइले त्यो ढङ्गबाट चाहिँ यसलाई अपनौती लिनुभएको छ र गाउँपालिकाको तर्फबाट पनि कृषकहरूलाई विशेष गरी सम्मान गर्ने उद्देश्यका साथ हामी यहाँ सहभागी भएका छौँ। वर्षौँ अघिदेखि चल्दै आएको बेठी रोपाईको चलन अहिले एक देशको कथा जस्तो भएको छ। नौमती बाजाको तालमा असारे भाका हाल्दै हिलो माटोमा दाँधे लगाउँदै बाउसे गरेर रोपाहारले आपसमा उछिन पाछिन गर्दै लहर मिलाएर बिउ रोपेको दृश्य निकै रोमाञ्चक हुन्छ। मानव जीवन र हिलो माटो बीचको सम्बन्धको प्रतीक समेत बन्दै आएका किसानले बेठीमा भकारो उठाई नौमती बाजाको धुनमा भूमिका अनुसारको काम गर्नुपर्ने चलन छ। संस्कृति जगेर्नासहित पुरानो चलन नयाँ पुस्तालाई सिकाउन बेठी लगाइएको किसान चन्द्रबहादुर कार्कीले बताउनुभयो। अहिलेका नयाँ पिँढीले यो सिकुन्, यो जानुन्, हाम्रो बाबुबाजेले यसरी गरेका थिए भन्ने खालको उनीहरूलाई पनि सम्झना रहोस् भनेर सर यो हामीले एउटा रमाइलो तरिकाले गर्दैछौँ। बेठी परम्परा विक्रमसम्म 2021 सालमा लागू भएको भूमि सुधार कार्यक्रमपछि गाउँ समाजमा सामाजिक प्रतिष्ठाका रूपमा चल्दै आएको पाइन्छ। धनकुटामा कुल 40,723 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म 11% अर्थात् 543.27 हेक्टरमा रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। एनटिभी इटहरी समाचारका लागि ईश्वर थापा, धनकुटा।